आईसीसी अलराउन्डर र्याङ्किङमा चाहिँ दिपेन्द्र सिंह ऐरीको स्थानमा सुधार आएको छ। 8औं स्थानमा रहेका दिपेन्द्र सिंह ऐरी 2 स्थान माथि उक्लिँदै अहिले चाहिँ 6औं स्थानमा पुगेका छन्। त्यसैगरी कुशल भुर्तेलले पनि आफ्नो स्थान चाहिँ केही सुधार गरेका छन्। टी20 वर्ल्ड कप 2026 को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो फेज 2 को दुवै प्र्याक्टिस म्याचहरू मुम्बई क्रिकेट एकाडेमी विरुद्ध जित निकालेको छ। पहिलो म्याचमा 133 रनको लक्ष्य पाएको सजिलै जित्न सफल भएको थियो भने आज 183 रनको लक्ष्य दिएको थियो नेपालले। 48 रनले चाहिँ विजय हासिल गरेको छ। प्र्याक्टिस म्याचहरू सकिएको छ भने वर्ल्ड कप आउन अब 1 हप्ता मात्र बाँकी छ र अब वार्म अप म्याच चाहिँ हुनेछ। अब वर्ल्ड कप सुरु हुनुभन्दा अगाडि टी20 वर्ल्ड कपको पहिलो वार्म अप म्याच चाहिँ नेपालको फेब्रुअरी 3 मा युएईसँग हुनेछ र त्यसपछि फेब्रुअरी 6 मा चाहिँ क्यानाडासँग हुनेछ। आजको म्याचको बारेमा कुरा गर्नुपर्दा आरिफ शेखले एकदमै उत्कृष्ट पारी खेलेका थिए। 42 बलमा 66 रन नट आउट खेलेका थिए। त्यसैगरी सन्दीप जोराले पनि 26 बलमा चाहिँ 31 रन, गुलसन झाले 12 बलमा चाहिँ 22 रन हानेका थिए। आसिफ शेखले 17 बलमा 25 रन र लोकेश बामले 11 बलमा 15 रन र बसिर अहमदले चाहिँ 13 बल खेल्दै 9 रन बनाएका थिए। बलिङतर्फ चाहिँ सन्दीप लामिछानेले 3 विकेट लिएका थिए। 2 विकेट लजित राजवंशी, त्यसैगरी 2 विकेट चाहिँ गुलसन झाले लिएका थिए। गुलसन झाले बलिङ र ब्याटिङ दुवैतर्फ आज प्रदर्शन राम्रो देखाएका छन्। आज कुशल भुर्तेल, त्यसैगरी सोमपाल, त्यसैगरी दिपेन्द्र सिंह ऐरी चाहिँ आज रेस्टमा थिए। करण केसी र बसिर अहमदले पनि बलिङतर्फ विकेट नलिए पनि एकदमै राम्रो प्रदर्शन गरेका छन्। शेर मल्लको बलिङ आज त्यति राम्रो थिएन। सुरुको ओभरमा उनले रन खाँदाखेरि पछि भने कमब्याक गर्न सफल भएका थिए र नेपालको ओभरअल हेर्दा श्रीलङ्कामा भएको 3वटा म्याचमा अन्तिम म्याच जितेको थियो भने त्यसपछिका मुम्बईमा भएको 2टै म्याच जितेको छ। यसले गर्दा चाहिँ अब मोरल चाहिँ बुस्ट भएको छ। टिममा कम्बिनेसन मिलाइ खेलिरहेको छ नेपालले। प्र्याक्टिस म्याचमा अघिल्लो म्याचमा दिपेन्द्र सिंह ऐरी त्यसैगरी कुशल भुर्तेलहरू खेलेका थिए भने यो म्याचमा चाहिँ रेस्ट दिएको थियो र आज गुलसन झाको बलिङतर्फ पनि राम्रो गरेका थिए। 2 विकेट लिएका थिए। त्यसैगरी सन्दीप लामिछानेले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन्। आज 3 विकेट लिएका छन् र 24 रन मात्र दिएका छन् 4 ओभरमा। ललितले योभन्दा अघिल्ला म्याचहरूमा खासै उत्कृष्ट प्रदर्शन गरिरहेका थिएनन् बलिङमा। ललित पनि अब बिस्तारै आफ्नो लय सम्हालिरहेका छन्। यसबाट आशा गरौँ कि उनले पनि वर्ल्ड कपमा राम्रो गर्नेछन्। त्यसैगरी अर्को खुसीको कुरा भनेको नेपाली क्रिकेटका लागि आईसीसी अलराउन्डर र्याङ्किङमा चाहिँ दिपेन्द्र सिंह ऐरीको स्थानमा सुधार आएको छ। 8औं स्थानमा रहेका दिपेन्द्र सिंह ऐरी 2 स्थान माथि उक्लिँदै अहिले चाहिँ 6औं स्थानमा पुगेका छन्। त्यसैगरी कुशल भुर्तेलले पनि आफ्नो स्थान चाहिँ केही सुधार गरेका छन्। उनी 24औं स्थानमा छन् भने रोहित पौडेल स्थान केही गुमाउनु पुगेका छन्। अहिले 45औं स्थानमा छन् भने गुलसन झा अलराउन्डर र्याङ्किङमा 51औं स्थानमा छन्। मेन्स क्रिकेटको कुरा गरिरहँदा वुमेन्स क्रिकेट टोलीले भने निराश बनाएको छ। सुपर 6 मा क्वालिफाई हुन सकेन र यससँगै नेपाल वुमेनको चाहिँ वर्ल्ड कप खेल्ने सपना चाहिँ सकिएको छ र वर्ल्ड कप सुरु हुन जम्मा 1 हप्ता मात्र बाँकी छ। कतिको एक्साइटेड हुनुहुन्छ वर्ल्ड कपलाई लिएर? वर्ल्ड कपका अब वार्म अप म्याचहरू 2टा हुनेछन् नेपालको। फेब्रुअरी 3 मा नेपालको युएईसँग हुनेछ भने म्याच, फेब्रुअरी 6 मा चाहिँ क्यानाडासँग हुनेछ र त्यसको लगत्तै वर्ल्ड कपको तिहार लाग्छ अब।